यो सरकारको जुन प्रकारको संरचना छ र यो सरकारले प्रारम्भमा आफ्ना जुन किसिमका क्रियाकलापहरू अगाडि बढाइराखेको छ र यसको जुन प्रकारको सञ्चालन प्रक्रिया छ यसले त्यस्तो केही महत्त्वपूर्ण कामहरू गर्छ जस्तो मलाई लाग्दैन। हामीले कसैलाई पक्रिन नपक्रन भनेर भन्दा पनि जिम्मेवार राजनीतिक दलको हिसाबले दमनमाथिको व्यापक छानबिन हुनुपर्छ, दमनमा संलग्नहरूलाई कारबाही हुनुपर्छ। त्यति मात्र होइन, हामीले लामो समयदेखि भन्दै आएका छौँ हिजोको सरकारमा संलग्न भएका विभिन्न कालखण्डमा भनौँ न 2046 सालपछिका सबै सरकारमा नेतृत्व तहमा रहेका अधिकांश मानिसहरू कुनै न कुनै प्रकारको भ्रष्टाचारमा मुछिएका छन्, विवादमा तानिएका छन्। त्यसकारण हामीले भनेछौँ 46 सालपछिका सबै उच्च पदस्थ नेता कर्मचारीहरू, उनका नजिकका आफन्त नातेदार सबैको सम्पत्ति छानबिन हुनुपर्छ र अवैध सम्पत्ति जफत हुनुपर्छ, भ्रष्टाचारीहरूलाई कारबाही हुनुपर्छ। भ्रष्टाचारका ठुल्ठुला फाइलहरू अहिले पनि अख्तियार अदालतमा पेन्डिङमा बसेका छन्, मुलतवीमा बसेका छन्, तिनीहरू सबैलाई विरुद्ध कारबाही गरेर जानुपर्छ भन्ने कुरामा हामी सधैँ। म चाहिँ देशमै चाहिँ आफ्नो बहुमत कायम गर्न हिँडेको मान्छे हुँ। पार्टीमा बहुमतको कुरा गऱ्यो भने छ्या त्यस्तो कुरा पनि सोध्ने भनेर भन्छु मैले चाहिँ होइन। राजेन्द्र लिङ्गदेनलाई पार्टीमा बहुमत छ कि छैन भनेर सोध्ने भनेर मैले भन्छु। देशमा एउटा बहुमत, देशकै बहुमत जनताको समर्थन प्राप्त गरेर आफ्नो एजेन्डा स्थापित गरौँ, देशमा सुशासन कायम गरौँ र देशलाई दीर्घकालीन निकास दिउँ भनेर हिँडेको मान्छे पार्टीमा बहुमतको के कुरा छ? त्यस्तो विचारप्रति मैले दया मात्रै व्यक्त गर्दछु, प्रतिक्रिया व्यक्त गर्ने भन्दा पनि। किनभने पार्टीमा कुनै पनि अध्यक्ष हट्ने भन्ने कुराको प्रक्रिया हुन्छ हैन। अब हाम्रो पार्टीमा अध्यक्ष हटाउनको लागि पार्टीको विशेष महाधिवेशन बोलाउनु पर्यो। हाम्रो पार्टीमा महाधिवेशन प्रतिनिधिको संख्या 4600 को हाराहारीमा छ भनेपछि 25%ले विशेष महाधिवेशन माग गर्नु पर्यो, 25% प्रतिनिधिले। त्यो भनेको झन्डै 1250-1300 महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षर आउनु पर्यो। मैले त त्यस्तो महाधिवेशन प्रतिनिधिहरूको माग आयो भने मेरो योग्यतामाथि, मेरो कार्यक्षमतामाथि प्रश्न उठाएर त्यति साथीहरूको हस्ताक्षर आयो, त्यति प्रतिनिधिको आयो भने त महाधिवेशन पनि बोलाइदिन्छु र मेरो पद पनि कसलाई मैले जिम्मा लाउनु पर्ने लगाइदिन्छु। त्यसमा मलाई चाहिँ कुनै आपत्ति छैन। त्यसको प्रक्रिया छ। अब कसैको व्यक्तिगत चाहनाले मैले पद छोडेर हिँड्ने कुरा पनि भएन। फेरि मैले छोडौँ भन्दा अरूले पनि मान्नु पर्यो। त्यस कारणले त्यसमा त म खासै कुनै चिन्ता राख्दिनँ, त्यसको चासो पनि राख्दिनँ।